आज चाहिँ हामी नागरा फलतिर बफेलोतिर गएका थियौँ। हामी नागरा फल जाँदैछौँ। एकछिन दादा सबिन दादा लिएर जाँदैछ। हामी चाहिँ वे टु नागरा फल है आज फ्यामिली साथीहरू यो कतापट्टिको जाने पुल पनि नागरा फलको सिनिक पार्क गएको रहेछ। कस्तो मजाले बाँध लगाएको छ नि बाउ पानीमा। पानी ओभरफ्लो पनि हुँदैन पानीहरू पनि रहेछ यस्तो। नागरा फल छिरिसकेका छौँ हो। रबिन दादा हाई गर्दै बाउ आमा तेरो पहिलोचोटि कि कतिचोटि हो? मेरो योसँग सेकेन्डचोटि हुँदैछ। पहिलोचोटि दाजुको त फर्स्टचोटि हो नि। मेरो नि फर्स्टचोटि हो मेरो। चाहिँ हामी यसरी बाउ आउनु आएको छौँ होइन, यसरी सट्टसँगले। अब बाउ म रबिन फर्स्टचोटि हो खड्कसिङको यस्तो छ बाउको फर्स्टचोटि हो। फलमा आइपुगेका छौँ। यहाँदेखिको उता पारिपट्टिको सब क्यानाडा हो। अलि अल्को भएको छ हो आमा अलि अल्को भयो। यताबाट खिच्ने यताबाट यो सबै निकाल्यो क्यानाडा। यहाँ यस्तो प्रकारले कुदिरहेको छ। धेरै मानिसहरूको आवाज लिन्छ। यहाँनिर विभिन्न ठाउँहरूबाट मानिसहरूको आइजाइ भइरहेको छ। यो घुमु कि सबिन दादा माथि छ, यहाँनिर छ भाउजू सबिन दादा त्यहाँ आइरहेको छ। यो तर खोला चाहिँ के भन्छ पनि यस्तो छ। अब माथि जानुपर्छ खोलाहरू यस्तो छ। खोला यसरी मानिसहरूको आवाज बाउ अब यहाँ कोही पैसक्नु भयो त यहाँनिर। यहीँबाट ठक्क हेरो आनन्द लियो। बन्द छ यस्तो प्रोटेक्सन छ नि यहाँदेखि त जान दिँदैन। ठ्याक्क बिचमा नि बिचमा भागी बनाएको छ हेर त। उयो सबै क्यानाडा हो आमा। दादा पुरै केही कुराहरू अब यो ल हामी अहिले यसरी नागरा फल काका म बाउ आमा भाइ रबिन आएको छौँ। पारिपट्टिको चाहिँ क्यानाडा हो। यता वारिपट्टि हामी क्यानाडाको जहाज चाहिँ तल बसिरहेको छ। क्यानाडाको जहाज चाहिँ पर। अब यसरी अब यहाँबाट ब्लक गरेको रहेछ। कन्स्ट्रक्सन रहेछ अहिले तर अब राम्रो छ घुमाइ। के यो त बनाएकै होला हो नि। यो त बनाएको जस्तो लाग्छ मलाई तर भन्दा नि बनाएको भन्दा पनि होइन होला हौ काका हौ। हजुर बनाएको भन्दा नि होइन होला हौ। पानी कसरी कन्ट्रोल गरेको छ नि काका। यहाँ अब यो क्यानाडाको उतापट्टिको क्यानाडा हो। अनि अब हामी यताबाट यता घुमाउँछ अरे अनि लगाएर क्यानाडाको छेउछेउमा लाग्यो। उपर क्यानाडापट्टिको यो युएसपट्टिको नागरा फल बनाइदिएको छ अरे। अब छेउमा जानै दिएको छैन होइन। अब पानी नेपालमा अब यस्तो पानीलाई त सदुपयोग गरेकै छैन। नागरा फल रातोपट्टिको क्यानाडा हेर न कस्तो बनाएको छ नि। परमेश्वरको सृष्टि परमेश्वरले यो हान्छ होइन सट्टै त्यहाँ यस्तो पाउँछ अनि पठाउँछ एयरपोर्टमा दिएको छ। साह्रो छ। उतापट्टिको क्यानाडा क्यानाडाको तल कुदिरहेको छ। बोटमा जानको लागि टिकट पनि लिइसकेका छौँ। थ्याङ्क यू। टिकट दादालाई $30 $40 $40 $50 $60 टिकट चाहिँ अब यहाँ आएँ। कहाँ यसलाई देखाउनुपर्छ टिकट? बोल दादा। हामी बोटमा जाँदैछौँ यसरी अब नागरा फलको बोटमा। दाजु भाउजू निकै भाउजू चिसो पानी खनाउँछ एकचोटि बाउ। लुगा भिज्छ त अनि त्यही भएर प्लास्टिक दिन्छ त उनीहरूले। प्लास्टिक दिन्छ प्रोटेक्सन चाहिँ हुन्छ। गयो घुमोहरू यहाँ टावर हेरेर तल जाने हो नि त हामी।
यो देख्यौ? लाग्छ त न अलि माथि आऊ यता आज चाहिँ छिटो छिटो जाउँ तल किन भन्दाखेरि यो टिकट धेरै काटेर गएका छन् टिकट हराउँछ है टिकट त हराउँदैन टिकट हराउँछ है दादा ए टिकट उहाँ स्क्यान गर्नुपर्छ नि हामी माथिबाट चाहिँ हेर्दैछौँ हामी माथिबाट हेर्दैछौँ पारिपट्टि क्यानाडा यो पारिपट्टिको क्यानाडा सबै हो क्यानाडा क्यानाडाकोबाट पनि आइरहेका छन् मान्छे होइन अँ, त मलाई रिङ्गटा लाग्यो दादा मलाई पनि त्यस्तै त्यस्तै भयो वारिपारि दाजु दाजु रिङ्गटा त लागेको छैन नि आम्मा दादा साइला यता हेरौँ न एकचोटि तपाईँको नम्बर 4 गोइङ टु द बोट राइट कहाँ कहाँ ए यहाँबाट बोट जाँदो रहेछ यहाँबाट नम्बर 4 मा थ्याङ्क यू एक्जिट गरेर जाँदैछु अब हामी रिङ्गटा लाग्ने ठाउँमा चाहिँ आयो म त कता यहाँबाट ए ठ्याक्कै तल आइपुग्यो देख्यौ बोटमा चढ्नु अनि सिस्टम के बनाएको छ नि कताबाट आयो आयो टुङ्गै छैन क्यानाडाको उताला हो आम्मा बाबु यो त यो पो ढलाइ पो गरेको रहेछ त आम्मामा यो माथि ऊ माथि टुप्पामा हिँडेको अनि कहाँ भन्नुहुन्छ दादा हेर डाँडा आम्मा भ्या माथि माथि हेर न माथि सबै दादा रिङ्गटा लाग्यो म त साह्रो आम्मामा यो माथिबाट आएको है हामी यताबाट बोटमा गएको हामी बोटमा जाने चाहिँ यताबाट अब हामी बोटमा जाँदैछौँ है साथीहरू क्यानाडा हो अँ पाउँछ जान अब हामी यहाँ बोटमा पाउँछ जानको तर लागि चेक हुन्छ नि बाबु दुईपट्टि हुन्छ नि कहाँ त्यो बाटो बनाएको मात्रै हो नि भाउजू ए यसरी हामी बाउ आमा शब्दहरू बाउ के छ भन्नुपर्ने नयाँ ठाउँमा यसो न्युयोर्क नागराम सम्झिँदै हेरेर अब आउँदै पनि गर्नु नि आउँदै भाइ रबिन आमा बाउ अब हामी यो अब बोटमा यो चढ्नु यसमा है अब। प्लास्टिक लगाएर चाहिँ प्लास्टिक यसरी अब हामी पर्वत लिएर जाँदैछौँ थ्याङ्क यू यसरी लाउँदैछौँ होइन अब ल बोटमा भेरी ओरिजिनल हो पानी यस्तो छ ल What are you laughing? हेलो going up or down? Oh, there's stuff on the boat. अब चाहिँ हामी बोटमा जाँदैछौँ ल काका ए बोटमा ए, गए काका के छ के कसो छ अब हामी रेडी टु हामी रेडी हुँदैछौँ क्यानाडा है युएसपट्टि युएस टु क्यानाडा जाँदैछु आमाहरू आउँदैछन् यसरी र हेलो रेडी भयो अब यहाँ चाहिँ हामी अब यो राखी उपर ए अब राखिदिनु दादा कसरी हामी छेउमा बस्नुपर्छ है मन सर माथि जानुपर्छ होला त कता हो? हामी चाहिँ अब चाहिँ बोटमा चढिसक्यौँ हामी चाहिँ होइन माथि जानु हामी माथि जानुपर्छ माथि बाउ र आमा आइरहेछन् होइन बाउ आमा रबिन त्यसरी आइरहेछन् यताबाट जाउँ न यहाँबाट माथि जानु लागि कताबाट हो नि होला फर्के यो त आमा मुनिबाट मात्रै छ त ए यहाँ दादा यहाँ वाउ यहाँबाट उता उता देखाइदियो त यसरी लचट्टसँगले आमा दादा अलिक छेउमा बस्छौँ बाउ आमा ए बाउले लगाइदिइरहेको छन् आमालाई चढे अब चाहिँ हामी टपमा सिपको टपमा चढेको छौँ बाउ बाउ रेडी भयो आमा दाजु अलिक क्याप निकाल्नु है ल क्याप उठाउँछ बाउ हावाले उडाउँछ दाइ थाइ छ आमा बिस्तारै चढ है Hey, guys. हाई गर अब हामी चाहिँ रेडी ऊ हेर उता भइसकेको ए यस्तो छ है रेडी भइसकेको छौँ है अब नगर सल्लाह आएर भाउजू दाजु सबै हामी यहाँ माथिबाट आएको रिङ्गटा चलेर नि रिङ्गटा त सानो चलाउँछ मलाई बस्नु भने बस्छौँ यहाँ दाजु आउनु यता खोइ होइन आउनु भाउजू यता सब क्यानाडा है यो चाहिँ खोइ सबिन दादा वरिपरि हाम्रो बोट हाँ? भयो
बाउ आमा काका कराछन् म त्यतै जाँदैछु होइन Aboard the भाउजू त्यहाँ बस्नुपर्छ बस्छ 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 For your safety, life jackets and अब हामी activity हिँडेको बस्छ instructions बस्छ बस्छ न are त्यहाँ stored and displayed Jabe, in jabe, various बस्नुपर्छ। locations throughout the vessel. ज्यापै बस्छ दाजु We आउनु encourage you to बस्नु take a few moments to Basta find mani. the closest location to you and review the instructions. ए यहाँ बस्छ Also, for your own safety, please keep your hands and feet inside the boat at all times. Please refrain from standing on the seats or the metal boxes on the क्यानाडा deck of the boat. उतापट्टिको Please keep youngsters off Dada, all yata, rails. बाउ If कान्छा you have काका any questions or अनि त्यहाँदेखि concerns, आमा please feel free to speak to one रबिन of our crew members. अनि यसरी दादा यता देखाइदियो त माथि यसरी यस्तो छ यहाँ है यहाँमा Maid of the Mist boats have been sailing the border between the two friendly nations of the United States and Canada since 1846. The first Maid of the Mist vessel was a twin-stack coal-fired steamboat. In 1885, our boats evolved to single-stack steamboats that ventured closer to the Horseshoe Falls than any boat ever had before. In 1955, the first modern Maid of the Mist boat entered the river, made of steel and powered by twin diesel engines. We appreciate and enjoy the beauty of this natural wonder just as much as our thousands of yearly visitors. And we know we have a responsibility to help protect them. That's why we created two of North America's first all-electric vessels. These zero-emission boats offer an experience that is undisturbed by engine noise, vibration, or exhaust fumes, and are unlike any others that journey to the heart of Niagara Falls. यहाँ बस्छ न हो क्या देख्यौ टोपी लगाऊ टोपी भिजाउँछ नि त यस्तो ठाउँ छ देख्यौ बाबु पानीले हामीलाई भेट्दैछ If you look to your left, you'll बनाएकै हो नि बाबु it is 100 भन्दा केही हुँदैन केही हुँदैन or about हामीलाई म क्यानाडातिर आउँदा नि ल्याउँछु बाबु 12,000 years ago. The falls were 7 miles, or about अब 11 चाहिँ kilometers क्यानाडाको बोर्ड बसेको for sale. The क्यानाडा first in क्यानाडापट्टिकोमा हेर्नु न दादा ल है ल क्यानाडा 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 अनि अब त्यहाँ लान्छ बाबु हामीलाई यतापट्टिको छ त्यहाँ लान्छ यहाँको झर्ना यहाँ रहेछ यो क्यानाडापट्टिको है दाजु दाजु ठुलो दाजु क्यानाडापट्टि है यो चाहिँ अब क्यानाडापट्टि सबिन दादा बोल्न बोल्न यो भित्र है काका यो मैले अन गरेको छु त ए राख्न यो चाहिँ अब यो चाहिँ क्यानाडापट्टिको हो होइन अब यसरी अब हामीले उहाँ पानीमा एकचोटि भिजाउँछ एकचोटि भिजाउँछ अब पानीमा हेर्नु ल ए हो र ऊ त्यही त र त ए क्यामेरा भित्र देखेको क्यामेरा भित्र काका राख राख काका क्यामेरा भित्र अब यहाँ लान्छ नि त हामीलाई ए त्यही भएर यसले लगाएछ यहाँ समात है ओ फोन लुकाए फोन लुकाऊ कति पहिरो छ यो हो यहाँ बस समात है झर्न क्यानाडा दिस इज क्यानाडा दिस नट क्यानाडा दिस इज युएसए होला यतापट्टिको क्यानाडा हो यो प्रभुको सृष्टि कति सुन्दर छ प्रभुलाई धन्यवाद दिनुहोस् वा फर्के सँगले घुमेर राखेको छ नागरा फल मेरो चाहिँ सेकेन्ड टाइम हो होइन बाउ आमा भाइ रबिन अनि काका कान्छा काका को चाहिँ फर्स्टचोटि भएको कारणले गर्दाखेरि वेआर सो एक्साइटेड काका यहाँ हुनुहुन्छ काका केही छ के छ भनेर यता क्यानाडाको पनि हेऱ्यो क्यानाडाको चिज हारेर गइसक्यो होइन हजुर म त यहाँ अनुभव फिल कस्तो हुँदैछ काका म त डर लाग्यो नि अघि यो टप्पूबाट आएको होइन यो माथिको टप्पूबाट झरेको हामी होइन लागेर एक फर्को चाहिँ घुमाउँदो रहेछ हजुर। त्यही छ अब म अमेरिका आएको यत्रो वर्ष भएँ होइन हजुर तर म चाहिँ आएको थिइनँ क्या र हाम्रो सबिन दादाले लिएर आयो यहाँनिर सबिन दादालाई थ्याङ्क यू सो मच होइन अनि लगाएर गरेकोमा जर्जियाबाट जर्जियाबाट मेरो दाजु भाउजू आउनुभएको छ रबिन दादा हजुर अनि हामी चाहिँ यहाँ समितिलाई हेर्न आएका थियौँ अनि हामी उहाँलाई हेरिकन प्रार्थना गरिकन हामी यहाँबाट अब निस्केका छौँ हामीले यो बोट पनि कम्प्लिट भएको छ
अब हामी यहाँबाट फेरि निस्केर जान्छौँ अनि अब चाहिँ हामी निस्किन्छौँ होला होइन दादा लगभग त्यस्तै लागेको छ अनि अरू कुरो स्पेसल केही छ काका यहाँहरू सम्पूर्णलाई हाम्रो यो भिडियो हेरिदिनु भएको लागि यहाँहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु प्रभुले यहाँहरूलाई आशिष दिनुभएको फेरि आउँदा दिनहरूमा हामी फेरि यसरी नै घुम्न आउनेछौँ परिवारसँग है त हुन्छ आज वर्ल्ड कपको फाइनल पनि स्टार्ट भइसकेको छ होइन ठुलो मिस छ आज अर्जेन्टिना भर्सेस स्पेनको फाइनल पनि भइरहेको छ जुन टिमले जिते पनि उहाँहरूलाई बधाई दिन चाहन्छु अनि अब हामी यहाँबाट अब निस्किँदै हामी अब आफ्नो घरतर्फ जानेछौँ दादालाई धन्यवाद मेरी आमा यहाँनिर बसिरहेको छिन् यहाँनिर बसिरहेको छिन् कस्तो लाग्यो आमा एकदम ठिक लाग्यो यता क्यानाडा र अमेरिका र बोर्डरमा आइयो घुमियो क्यानाडा पारि पुग्दै निकालेर क्यानाडा नपुगे पनि बोर्डरमा आइपुग्यो तर हाम्रो धेरै आफ्नो आफन्त छन् नि क्यानाडामा नि आमाको दिदी छन् क्यानाडामा भाइ बिना छन् धेरै मिस गरेको छिन् भेट्न पाइनन् तर र पनि यहाँबाट क्यानाडा हेरिन् मेरो आमाले पारिपट्टि क्यानाडा वारिपट्टि आमा छोरा छु आमा यसरी बसिरहेको छिन् क्यानाडाबाट अमेरिका जाने बाटो यो हो क्यानाडा जाने बाटो त्यो जस्तो लाग्यो फरक जस्तो लाग्दछ अब बाउ कहाँ गए र त क्यानाडाबाट जाने बाटो यो होइन दादा हजुर क्यानाडाबाट जाने बाटो यो होला अमेरिका जाने अमेरिकाबाट क्यानाडा जाने बाटो फरक होला यो त्यही होला होइन यो आउने जाने नै हो काका यो आउने जाने नि हो आउने जाने नै हो माथिको जहाँसम्म लाग्छ अनि माथि पुलमा म त डर लागेर यस्तो ढेसेर हिँडेको यार म यहाँ माथि पारिपट्टि क्यानाडाको बोट रातो हरियो चाहिँ हाम्रो होइन हरियो चाहिँ हाम्रो दादा अब के गरौँ अब ल अब यसरी काका यसलाई गर त बोल्नु ल अब हामीहरू कान्छो भाइ साइलो छोरो हामीहरू कति 5 जना आएका छौँ आएर अब घुम्यौँ जर्जियाबाट 3 जना आएको आएर अब कान्छो भाइ काइलो छोरो श्रीमती हामी जर्जियाबाट आएका हौँ जर्जियाबाट आएर अब हेरेर न्युयोर्कमा सम्झिँदै हेर्न आएका थियौँ त्यसले गर्दाखेरि हेरिराखेर प्रार्थना गरेर हेरिराखेर सम्झिँदै अब हामी कोलम्बस फर्किँदैछौँ के पर्छ ठाउँ चाहिँ एउटा रमाइलो ठाउँ रहेछ है हिँड्न सक्ने मान्छे आउनु पर्ने छ हिँड्न सक्ने आफ्नो जिउ आफूले सुरक्षा दिने चाहिँ आउनु पर्ने रहेछ नभए के गरी बनाएको नि अम्म हेर त माथि त्यो हामीले झारेर लाने हो त्यो ड्युटी राखेको यत्रो पैसा उठ्नुपर्छ अनि के थाहा प्लास्टिकको 10 रुपियाँ 20 रुपियाँ त्यता प्लास्टिकको 5 रुपियाँ माथिबाट चाहिँ हामी तल झरेको हो होइन मान्छेलाई त बाउलाई आमालाई त रिङ्गटा लागेछ रविलाई पनि रिङ्गटा लागेछ हामी यसरी अब फेरि हामी ब्याग जाँदैछौँ माथि अब हेरौँ यो टावर चढेर जाने माथि राखेको छ गाडी चाहिँ काका अघि पस्नुभयो बाबुहरू काकाहरू म चाहिँ भर्खर पस्दैछु एकदम राम्रो सर्भिस छ होइन यसरी यसो झट्टसँगले
भिडियो बनाउँदै थियो कता म चल्न आँटेको अब लिफ्टमा जाँदैछु पर्छ क्या हाँ? यतापट्टि आउँदा यतापट्टि बाउ